नमस्ते साथीहरु, मेरो युनिक टेक्नोलोजी च्यानलमा यहाँलाई स्वागत छ। म आजको यस भिडियोमा चाहिँ पिम्पल्सहरु तपाईहरुको फोटोमा इमेजमा भएको जति पनि पिम्पल्सहरु हुन्छ त्यो पिम्पल्सहरुलाई चाहिँ फोटोशपमा सजिलैसँग कसरी हटाउने, त्यो पिम्पल्सलाई चाहिँ कसरी हटाउने त्यो तरिका सिकाउँदै साथीहरु। एकदमै सहज र सरल र सजिलो तरिकाबाट सिकाउँदै तपाईहरुलाई। यहाँ एउटा मेरो पासमा यस्तो चाहिँ पिम्पल भएको फोटो दिएँ मैले हैन। यो दाग धब्बा चाहिँ कसरी हटाउने यसको लागि एकदमै सजिलो तरिका रहेको छ साथीहरु। सिम्पली तपाईहरु चाहिँ के गर्न सक्नुहुन्छ भने मैले यसलाई एउटा सिलेक्सन गराएँ साथीहरु। यो पोलिगन टुलको यसरी सिलेक्ट गर्नु होला। जति पनि पिम्पल छ त्यो सबै त्यसपछि यसरी सिलेक्ट गरेँ। त्यसपछि तपाईहरुले यहाँनिर आएर हाइलाइट ब्रश टुल लिनु होला। हाइलाइट ब्रश टुल लिइसकेपछि अलिकति यहाँनिर अब यो कहाँनिर म्याच गर्ने कलर छ हैन, त्यो कलर चाहिँ तपाईँ चुज गर्न सक्नुहुन्छ। म मेरो कलर चाहिँ चुज गरेँ। किबोर्डबाट कन्ट्रोल दाबेर एकपल्ट क्लिक गर्नु होला। त्यसपछि आएर जहाँ दाग धब्बा छ त्यसमा यसरी क्लिक गरिदिनु होला साथीहरु। एकदमै सजिलो तरिकाले हाम्रो पिम्पल्सहरु छ। यस्तो साथीहरु रेडी गरेर मैले क्लिक गरेँ। अब त्यसपछि मैले कन्ट्रोल डी गरेँ। त्यसरी त अलिकति यहाँनिर एकदम फाइनली अब प्रोफेसनल तरिकाले हामीले के भयो त पिम्पल्सहरु यस्तै सजिलै हटाउन सक्नुहुन्छ साथीहरु। भिडियोमा धेरै धेरै धन्यवाद। च्यानलमा नयाँ आउनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। तपाईहरुलाई यस्तै नयाँ टिप्सको भिडियोहरु ल्याइ नै राख्नेछु। आजलाई भने बाइ बाइ गाइस। अब नेक्स्ट टपिकमा नेक्स्ट भिडियोको साथ आउने भाषा गर्दै बिदा भएँ।